हामी चाहिँ अहिले मालुङ्गा आइपुग्यो है ट्याक्क लाएर अब मासतिर जाने हो यहाँदेखि टाढै उकालो निस्केर ल्याङमा ग्राउन्ड नभएर यहाँ कहिले मालुङ्गा कहिले उता के भन्छ अरे पाल्पा जिल्ला प्रदेश लुम्बिनी प्रदेशै पुग्नुपर्छ यार हामी गल्याङको मान्छे चाहिँ खेल्नको लागि ल है अब नेताहरू अब अलि ख्याल गरौँ होइन अब होसियार बसौँ है अब चाहिँ गल्याङमा खेल मैदान बनेन भने केही हुनसक्छ है ल मालुङ्गा खेल मैदान चाहिँ यस्तो छ यो लाएर होइन हामीले यहाँ एउटा यसो पाठो भयो नि खसी भयो नि यसो काट्ने प्लान छ आज शनिबारको दिन होइन अब गेम त्यस्तै भयो ल पाठो हेर्दैछ है केटाहरूले कुन रहेछ हिरा खै यही हो दुध भएको यो ए कुन हो यो हो कि ठुलो रहेछ त्यो यता भएको कि यता भएको ए हामी यत्रो हो यस्तोलाई भुटेर खाने हो यत्रो देउरी भएको यो के सन्ध्या खाने कि नै ठिकै हुन्छ कि यो के ल है हामी चाहिँ अब लाग्यो मालुङ्गातिर आज शनिबारको दिन जिपिएलको फाइनल हुँदैछ होइन 1 महिना चल्यो करिब करिब यो गेम चाहिँ हामी चाहिँ बल्ल आजको दिन भिडियो बनाएर टक्क फाइनल हेर्न जाँदैछौँ युनाइटेड भर्सेस इगल्सको होइन झन्डाको जान्ने नि यहाँ ल हाम्रो हिरा सोल्टी हेर्नु गरिदिउँ ल हेलो हेलो ल हिरा र म चाहिँ अब बाइकमा जाँदैछौँ टक्क अब एकैचोटि मालुङ्गा गएर भेट्छौँ मालुङ्गाको थोरै बजार अनि बजारभन्दा माथि चाहिँ ग्राउन्ड छ त्यहीँ गएर भेट्छौँ है हामी चाहिँ अहिले मालुङ्गा आइपुग्यो है ट्याक्क लाएर अब मासतिर जाने हो यहाँदेखि थोरै यहाँ अगाडिदेखि होइन ल अब मालुङ्गा बजारदेखि मासतिर लागौँ त उकालो निस्केर ल्याङमा ग्राउन्ड नभएर यहाँ कहिले मालुङ्गा कहिले उता के भन्छ अरे पाल्पा जिल्ला प्रदेश लुम्बिनी प्रदेशै पुग्नुपर्छ यार हामी गल्याङको मान्छे चाहिँ खेल्नको लागि ल है अब नेताहरू अब अलि ख्याल गरौँ होइन अब होसियार बसौँ है अब चाहिँ गल्याङमा खेल मैदान बनेन भने केही हुनसक्छ है ल है ल हामी चाहिँ अब खेल मैदानको नजिक आइपुग्यो हेलो ओइ के भयो पानी छैन ए ल ल ल ल ल मालुङ्गा खेल मैदान चाहिँ यतातिर छ मान्छेहरू चाहिँ अलिअलि आएर छ है हालिहाली उतै ल छ कि आएको तिमीहरूले फोन गरेर हैरानै बनायो हेलो कतातिर हो खै मान्छे चाहिँ भोलियो चाहिँ अलिअलि माथि हो कि यही बाटो हो कि यो के यो ल अब खेल सुरु हुनु लाग्यो के हो सुरु भइसक्यो मान्छेहरू जम्मा हुँदै रहेछ हामी चाहिँ माथि गएर ट्याक्क सल्लाह घारीबाट हेर्ने होइन र बाल्कुनीबाट हाम्रो चाहिँ टिकट हिजै बुक भइसकेको छ 1000 रुपियाँ 1000 बाल्कुनी सल्लाहघारीको सल्लाहघारी पनि गनी 200 गरे 20वटा होला होइन ल ट्याक्क लाएर यहाँबाट हेर्ने अब हामीले अगाडि लान्छौँ ल मालुङ्गा खेल मैदान चाहिँ यस्तो छ यो लाएर होइन ओहो यता सरहरू सबै आइसक्नु हेलो गरिदिउँ है
मास्टर हाम्रो युनाइटेडको सपोर्ट लाग्यो हो हामी युनाइटेडको लागि हो एकदम राम्रै के छ खबर कतिखेर जानुभयो अलि अघि आएको ल मान्छेहरू यसरी झुन्नेर हेरेका छन् हेर त यहाँबाट खस्यो भने त केटाहरू चाहिँ यतातिर झुन्नेर हेरेका छन् ल सुरु हुन लागेको हो किन फिल्डिङ है छैन चाहिँ फाइनल खेल सुरु हुन लाग्यो है त्यहाँ त फसिन्छ के छ्याक्क यहाँबाट अलिक तिर्मिर देख्दो रहेछ क्या होइन ल अब यो क्रिकेट खेल्ने ठाउँै नभएर हाम्रो गल्यामा केही ठाउँै छैन यहाँ आउनुपर्छ मालुम जोडी जोकर यता बसेर रहेछन् है टिकट काट्यो यहाँ त्यो पहिले त खतरा टिकट जानु होइन यहाँ ठिक हुन्छ कि बाइक यहीँ ल्याउनु यस्तो लिएर बाइक यस्तो गराउनु बाइकमा ट्याक्क लाएर बस्ने हो अब आज शनिबार चाहिँ कट्ने भयो अझै होस् होइन दाम दाइ मजाले कट्ने भयो शनिबार होइन हो र त्यस्तो त हुन्न यो फाइनल खेल चाहिँ जे होस् 1 महिना चलेको नि त यार 200 को हारिहारीमा हुनुपर्छ बल्ल खेल राम्रो हुन्छ कि होइन कसले जित्छ होला युनाइटेड स्योर हो एकदम आइस उता के हो उता गणेश दाइले के हो कसले जित्छ ल भन्नु एभरेजमा 120 जतिको पुगेको फर्स्ट त्यहाँ छ मलाई फोन गरेको होइन ल केटाहरू अब यो गल्याङ हरियो चाहिँ गल्याङ युनाइटेड अर्को चाहिँ गल्याङ इगल्स हो क्या त्यो निलो अब चाहिँ फिल्डिङमा चाहिँ गल्याङ युनाइटेड ट्याक्क लाएर ग्राउन्ड चाहिँ राम्रो छ यहाँ चाहिँ स्कुल हस्पिटलहरू होइन त्यस्तो राम्रो छ हामी चाहिँ अब यहाँ बसेर एकछिन खेल्दैछौँ यहाँबाट चाहिँ अलिक डेन्जरै छ है यहाँबाट खस्यो भने त बल हुन्छ नि यार धुलो थिएन गल्याङ युनाइटेडले 1 विकेट झार्यो है ल मान्छे चाहिँ भरिँदै गयो भरिँदै गएको छ है आमा तल पनि ल अब चाहिँ कति मिनट पछि हुन्छ सुरु 188 को हेर त मान्छे के हारेको ल मान्छे चाहिँ टन्नै छ अब एकछिन रेस्ट गर्नु पर्यो यार यहाँ उभिँदा नास्ता खाएर पैसा बुझाएको छन् है कालेबाट ए पर्दैन ढोक हेर कति खायो नास्ता गेम हार्ने भयो होइन हारे पनि तिनीहरूले त धेरै रनको खाइयो नास्ता ओहो गाडीहरू त हेर त त गेम चलिरहेको छ यतातिर अब पानी पर्नु लाग्यो यार आम्मामा गाडीहरू होइन आउट भयो क्या फेरि ल अब चाहिँ उतातिर गेम चलिरहेछ आउट भइरहेछ छक्का चौका हानिरहेछ हामी चाहिँ नास्ता खाँदा ठिक्क भयो मान्छे चाहिँ टन्नै रहेछ आज फाइनल के अनि सकिन्न माथि छक्का हानु चिच्याका कति भयो यार कति पुरा 100 पुरा आयो मन भर्खर आएको यार कला 10 ओभर कटेला 10 ओभर त कटेको कि नै भर्खरै आउट गरिसक्यो फेरि मन पर्यो क्याप्टेन पनि आउट भयो यार हान्न पर्ने कि फेरि यार
जित्ने भयो अब इगल्सले यो फाइनल खेल गलाङ युनाइटेड भर्सेस गलाङ इगल्स भिडिरहेका छन् कुल 188 रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको गलाङ युनाइटेड 144 रन जोड्दै गर्दा 9 विकेटको क्षतिमा खेलिरहेको छ 18 ओभरको समाप्ति भएको छ अब 12 बलमा 43 रनको आवश्यकता छ गलाङ युनाइटेडलाई अन्तिम विकेट बाँकी छ गलाङ युनाइटेडको अन्तिम विकेटको खोजीमा देखिन्छ गत सिजनको उपविजेता गलाली दोस्रो सिजनको विजेताको टिमको रूपमा गलाङ इगल्स मैदानमा सेलिब्रेसन देख्न सकिन्छ लोकबहादुर सिंहले रोमाञ्चको शिकार हुँदै पहिलो सिजनमा उपविजेताको रूपमा रहेको गलाङ इगल्सले अन्ततः दोस्रो सिजनमा आफ्नो फेदहरूमा खुसी झर्काएको छ मैदानको मध्यभागमा देख्न सकिन्छ गलाङ इगल्सको उत्साह 41 रनले यो फाइनल खेल आफ्नो पक्षमा पार्न सफल भएको छ गलाङ इगल्स 187 रन जोड्दै 188 रनको लक्ष्य प्रस्तुत गरेकोमा सेलिब्रेसन चलिरहेको छ फ्यान्सहरूमा खुसियाली छाइरहेको छ गलाङ नगरपालिका क्रिकेट सङ्घद्वारा आयोजित गलाङ प्रिमियर लिग जिपिएल टी20को दोस्रो संस्करण फाइनल खेल भर्खरै मात्र सार्वजनिक माविको खेल मैदानमा सम्पन्न भइसकेको छ अघिल्लो सिजन उपविजेतामा चित्त बुझाएको गलाङ इगल्सले यो पटक फाइनल खेल 41 रनले आफ्नो पक्षमा पार्दै दोस्रो सिजनको विजेता बन्न पुगेको छ गलाङ इगल्सले जित्यो यो गेम चाहिँ होइन केटाहरू यहाँ गराइरहेको छन् 1 लाख जित्नलाई जित्नलाई नै खानालाई बधाई छ पानी पर्न लाग्यो अब विजेता टिमलाई ल अब जानु पर्यो घरतिर याद ओ खोइ बाबु गयो भन है जाम मिना भाइ 50,000 आयो 50,000 बनाउँदै जाम 50,000 आयो है अब जानु पर्यो भएन पानी आउनु लाग्यो अघि नै पानी परिदिएपछि जे पनि हुन सक्थ्यो होइन झन् जित्थ्यो यिनीहरूले त पहिल्यै स्वतः जित्थ्यो ल ठिक छ अब केही भए होइन हार जित हुनु पऱ्यो नि होइन ल अब चाहिँ सर लागिन्छ घरतिर होइन अब हामी त खेलेको पनि होइन केही पनि होइन खेल्न पनि जान्ने आएको छैन टक्क लाएर अब गल्याङ जान्छौँ गल्याङ नपुगिकन बस्न नि सक्छौँ भलिबलसँग भलिबल खेल्ने यही टिमसँग खेल्ने नाम त भलिबल यिनीहरूलाई त फेरि एक्सेप्ट गर्नु दिन्न अनि त्यस्तो हो नि हामी फेरि होइन अब ठुलो कुरो नगरौँ बुढो भइयो अब जाम सर लाएर दामी छ कि मालुङ्गा पनि यार यता मासतिर त यार ग्रिङदी खोलामा आइपुग्यौँ है हामी चाहिँ अब गेमस्याम हेरेर भ्याइयो सकियो बस्न अब चाहिँ हामीले यहाँ एउटा यसो पाठो भयो नि खसी भयो नि यसो काट्ने प्लान छ आज शनिबारको दिन होइन अब गेम त्यस्तै भयो ल पाठो हेर्दैछ है केटाहरूले कुन रहेछ हिरा खै यही हो दुध भएको
यो ए कुन हो यो हो कि ठुलो रहेछ त यार यता भएको कि यता भएको ए हामी यत्रो हो यस्तोलाई भुटेर खाने हो हो यत्रो देउरी बाबा यो हो कि सन्ध्या खाने कि नै ठिक्क हुन्छ कि यो के रास खाने यही हो कि इरा भने खासमा यो नबढेर यही होला यार यो 2-3 किलो भालेको रेटमा खाने अब खसी कटाइ जस्तो भएन कुरो होइन कि यही टाउको हल्ला काट्ने हो र त बुझेन ओ त्यो टाउको हल्लाको बाबा भन्दै गएको छ युनाइटेड खेलाडी हो पुरा शिशिरकाले ए ल अब चाहिँ हामी गल्याङमै जान्छौँ अब हेरौँ है यो खसी काट्नु हुन्छ यसले अझ दौडाउनु नि अब बराबर क्या त्यो कुकुरले राति अर्को खैरोल धमाउँछ कि यहाँ हो बजारको कहाँ हो यहाँ रहेछ खसीको